ल ल ह्याप्पी तिहार आमाजु बुहारीलाई अरू नेपाल पुग्नुपर्छ क्या कति भाग्यमानी यिनीहरू त यही यहाँ टिका लाउन पाए यता हेर अनि त कति राम्री भक्की भन्न नमिल्ने रिता यता हेर लट्ठी चाहिँ काटेर बनाउनुपर्छ नि यत्रो लेख्नै लागेको जत्रो रिता रोइसक्यो क्या रुँदिनँ किन रुनु मलाई झन् खुसी लागेको छ यतिका वर्षसम्म ढोग्ने बेलामा दिने भने अहिले कतिसम्म ढोग्छ त्यति बेरसम्म दिने आशीर्वाद आशीर्वाद के दिनु आशीर्वादै छ पुरा भएको छ ढोग्न हुँदैन टिका फेरिन्छ काम सजिलो भएर होइन 5 वर्ष बस्नु